फिफा वर्ल्ड कप 2026 मेक्सिको, क्यानाडा एन्ड युएसएमा सुरु भइसकेको छ। हेर्दाखेरि मलाई लाग्यो कि हाम्रो सिक्किमको पोलिटिसियन्सहरू जति पनि बिग पोलिटिसियन्सहरू हुनुहुन्छ, ठुल्ठुलो पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरू फ्रान्स, जर्मनी, ब्राजिल, पोर्टुगल, स्पेनको उहाँहरू बिग फ्यान। किनभनेदेखि उहाँहरूको हरेक पोस्टहरू अहिले म देखिरहेको छु। कसैको जर्मनीको जर्सी, कसैको फ्रान्सको, कसैको के को, खालि फरेन एकदम फिफा वर्ल्ड कप 2026 क्वालिफाइड भएका टिमहरू छन्, उहाँहरूको बिग फ्यान, बिग सपोर्टरहरू हुँदो रहेछ। द्याट्स भेरी गुड, द्याट्स भेरी नाइस। फ्यान हुनु पाउँछ, फ्यान हुनु सकिन्छ। तर एक क्वेसन छ, आर वी सपोर्टिङ फुटबल अर आर वी जस्ट सपोर्टिङ फरेन? फेसबुक, इन्स्टाग्राममा जर्सी लगाएर, कुनै पनि कन्ट्रीको जर्सी लगाएर पोस्ट गर्नु सजिलो छ। कुनै पनि क्याप्सन लेखेर पोस्ट गर्नु, मेसी, रोनाल्डो, नेमारको बारेमा सबै कुरा थाहा छ। डिक्टो, कहाँ जन्मेको, कति गोल लगाइसक्यो, कहाँ कुन कन्ट्रीबाट खेल्छ, के गर्छ, हामीलाई सबै कुरा थाहा छ। तर के हामीलाई साँच्चीमै हाम्रै गाउँघरमा खेलिरहेका फुटबलर्सहरू, जति पनि इमर्जिङ फुटबलर्सहरू, उहाँको बारेमा हामीलाई केही थाहा छ? जर्सी लगाएर फोटो खिच्नु फुटबल डेभलपमेन्ट होइन। फुटबल डेभलपमेन्ट त्यो बेला हुन्छ जब ग्राउन्ड रियालिटीमा साँच्ची नै ग्राउन्डहरू मेन्टेन हुन्छ। हरेक स्कुलमा, हरेक ठाउँमा फुटबलको लागि एउटा स्पेसिफिक प्लेस, एउटा पार्टिकुलर टिचर, फुटबल डेभलपमेन्ट जति पनि के स्किल्सहरू हुन्छ फुटबल्समा, त्यसको डेभलपमेन्ट साँच्चीमै हाम्रो ग्राउन्ड रियालिटीमा हुन्छ। तब हुन्छ फुटबल डेभलपमेन्ट। पोस्ट गर्दैमा, फोटो खिच्दैमा डेभलपमेन्ट हुँदैन। वर्ल्ड कपको बेला सबै सपोर्टर बन्न सकिन्छ, कुनै पनि देशलाई सपोर्ट गर्न सकिन्छ। तर आफ्नो स्टेटको फुटबलरको सपोर्टर बन्न हामीलाई किन गाह्रो पर्छ? किन हामी अर्कालाई मात्रै सपोर्ट गर्छौँ? किन हामी हाम्रोलाई सपोर्ट गर्दैनौँ? सो बिफोर चेन्जिङ यर प्रोफाइल पिक्चर टु एनी अदर कन्ट्रिज फ्ल्याग, ask one simple question. Have I done any simple thing for a local footballer? Have I done? के मैले गरेको छु मेरो आफ्नो स्टेटको फुटबलर एकजनाको लागि पनि एउटा केही सपोर्ट मैले गरेको छु? यो क्वेसन सोध्नु अनिवार्य छ। बिकज फुटबल डजन्ट ग्रो इन सोसल मिडिया, फुटबल ग्रो इन ग्राउन्ड, फुटबल ग्रो इन लोकालिटिज, लोकल ग्राउन्ड, भिलेज, रिमोट भिलेज, फुटबल त्यहाँ डेभलपमेन्ट हुन्छ। वी सुड फलो लेस जर्सी पोलिटिक्स एन्ड मोर फुटबल डेभलपमेन्ट। हजुरहरूलाई मेरो विचार कस्तो लाग्यो? तपाईँहरूले मेरो विचारलाई रिलेट गर्न सक्नुभयो भनेदेखि यसलाई सेयर गरिदिनुहोस् है। किनभनेदेखि जर्सी लगाएर फोटो खिच्दैमा फुटबल डेभलपमेन्ट हुँदैन। यो कुरा तपाईँहरूले रिलेट गर्न सक्नुभयो भनेदेखि एउटा लाइक गरेर आफ्नो कमेन्ट पनि राखिदिनुहोस् होला। मैले के सही भने कि मैले कहीँ गलत भने भनेदेखि पनि तैँले यहाँ गलत भनिस् भनेर कमेन्ट गरिदिनुहोस् है। आई होप हाम्रो इमर्जिङ फुटबलर्सहरूले यो कुरालाई रिलेट गर्न सक्नुहुन्छ होला।